एभ्रिवान, नमस्ते। यो चाहिँ मेरो छुट्टीको दिनमा अनि म एक्लै यसरी रमाइरहेको छु बिकज समटाइम सेल्फ क्वालिटी टाइम इज रियली इम्पोर्टेन्ट। अनि कोही भएर पनि नभए जसरी चाहिँ म यसरी भौतारेर एक्लै गएको थिएँ। कहाँ गएको थिएँ भन्दाखेरि कसैले मलाई रिकमेन्ड गर्नुभयो यो ठाउँमा, अनि यो गिभ्स यु सो नेपाली भाइब्स। अनि यो चाहिँ अल्बर्सा 1 मा रहेको एउटा नेपाली रेस्टुरेन्ट थियो। त्यो रेस्टुरेन्टको नाम चाहिँ सयपत्री रेस्टुरेन्ट भनेर थियो। कसैले मलाई रिकमेन्ड गर्नुभएको थियो अनि त्यहाँबाट मैले गुगलमा सर्च गरेर फाडी हान्देँ। त्यहाँबाट मैले सुरुमा गएर लाफिङ अर्डर गरेँ। लाफिङ वाज सो अमेजिङ। अनि त्यहाँको खानाहरू चाहिँ एकदमै मिठो थियो। बट देन ठाउँ चाहिँ अलिकति सानो रहेछ, मतलब लाइक सन्डे भएर पनि होला, स्पेस चाहिँ कम्ती नै भएको थियो। अनि आई वाज इन्जोइङ एभ्री बाइट्स एन्ड देन न अनि त्यहाँबाट मैले साथसाथै नेपाली खाना, थकाली खाना पनि अर्डर गरेको थिएँ। अनि मैले खाएँ, खाना नपाएको जसरी गुवाम 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 एक्लै यस्तो मजा लिइरहेको थिएँ। देन खाँदै मेरो छेउमा आएर टुसुक्क एउटा मान्छे बस्नुभयो, फेरि अर्को मान्छे बस्नुभयो, फेरि अर्को मान्छे बस्नुभयो, किनकि ठाउँ थिएन त्यहाँ। त्यहाँबाट मलाई भिडियो बनाउन लाज लाग्यो अनि मैले भिडियो बन्द गरिदिएँ। खाइ चाहिँ सकेँ खाना चाहिँ, जे होस् लाज लागे पनि खानामा चाहिँ म लजाउँदिनँ, भिडियो बनाउन लजाए पनि। सो थ्याङ्क्स फर वाचिङ गाइस, सी यु इन नेक्स्ट भिडियो, बाई।